हेलो साथीहरू, नमस्ते। म चाहिँ आज लालुपाते कटिङ गरेर यसलाई फेरि रोप्न लागिरहेको छु। नयाँ बिरुवा अब बर्खा लाग्यो नि त, पानी परेपछि यसलाई सानो सानो काटेर बिरुवालाई सानो सानो काटेर अनि टुक्रा टुक्रा बनाएर मल माटो गमलामा भरेर त्यसको टुक्रालाई रोपिदिँदैछु। अब धेरै रोपिराखेको छु, कुन कुन मर्छ जाग्छ है। अनि यता फेरि बुढोले पारिजात फुललाई पनि निकालेर रोप्दै हुनुहुन्छ। त्यसको धेरै वर्ष भयो नि त, अनि त्यसको पनि जराहरू पुरा फैलियो। अनि त्यस जराहरूलाई निकालेर जराहरू काटेर यसको त्यसलाई फेरि रोप्न लागिराख्नु भएको छ। धेरै वर्ष भयो नि त यसको, अनि पुरै जराहरू फैलिरहेको छ। त्यही भएर अनि यसको चाहिँ गमला ठुलो छ नि त, अनि माटो मलहरू हाल्दै हुनुहुन्छ। धेरै जान्छ कि यसमा चाहिँ माटो मल, ठुलो छ नि त गमला। अनि मल र माटोलाई मिक्स गरेर फेरि भरिदिँदै हुनुहुन्छ कि। अब ठुलो बिरुवालाई त धेरै नै चाहियो मल माटो पनि है। त्यही भएर यसरी नै हामी बुढाबुढी भएर आज फुलहरू रोप्यौँ। बर्खा लाग्यो, त्यही भएर अब सिजन आयो नि त, फुलहरू सार्नेहरू कटिङ गर्ने है।